कसैले केही भन्छन् कसैले केही भन्छन्। म अब यो ट्याग भन्दा पनि म त्यसमा आफू त धेरै सिरियस, म यो चिजलाई धेरै सिरियसली लिँदैन है। इन्डस्ट्रीको बाघ हो त तपाईँ। इन्डस्ट्रीमा बाघ कहाँ छ, छँदै छैन। तपाईँले भनिराख्नु छ नि त। बाघ त जङ्गलतिर पो जानुपर्छ। अब भनिदियो अब मलाई बाघ, प्रशान्तजीलाई गैँडा, उता हात्ती, यता चाहिँ मृग, ऊ चाहिँ खरायो भनेर हुन्छ त। अब भन्छन् विभिन्न किसिमले भन्छन् मान्छेले। अब त्यसमा हामी इन्जोय गर्ने हो जस्तो लाग्छ मलाई चाहिँ। तर म एउटा पर्टिकुलर एउटा कुनै पनि ट्याग होइन त्यसमा म सिरियस हुँदिनँ। म सबभन्दा पहिला राम्रो कलाकार बन्नुहोस् भन्छु है। राम्रो कलाकार बन्नुहोस्, राम्रो अभिनय गर्नुहोस्, अभियसली पनि राम्रो एक्सन पनि गर्नुपर्छ, राम्रो नृत्य पनि गर्नुपर्छ, तपाईँ राम्रो डायलग डेलिभरी पनि गर्नुहोस् होइन। त्यो सबै चिजहरूमा तपाईँ पोख्त हुनुहोस्। त्यही नि एउटा राम्रो पर्फेक्ट कलाकार बन्यो भने त्यो सबभन्दा ठुलो हो जस्तो लाग्छ मलाई चाहिँ। बाँकी दर्शकहरूले तपाईँहरूले कसैले पनि मायाले दिएको नाम त्यसलाई अब अस्वीकार गर्ने कुरा पनि भएन। तर त्यसलाई म बहुत सिरियसली लिन्छु। हो म बाघ भइसक्यो, अर्को बाघ आउनुहुन्न होइन। 4-5वटा बाघहरू आए पनि मतलब भएन मलाई होइन। त्यसले गर्दाखेरि त्यसरी दिएको नामहरू उपनामहरू पनि राम्रै लाग्छ, खुसी लाग्छ।